एकदमै ठुलो ठुलो बाढी आएको छ। खाल्डे, पहिरो बेसी, यो त्रिशुली, बेत्रावती सबै बगाउने अवस्था छ साथीहरू। यो टाढो टाढो जो नजिक हुनुहुन्छ सबै भाग्नु होला कृपया। यो ठुलो बाढी यो ड्याम 3A को ड्याम चाहिँ नि पड्केर यो चाहिँ नि यो बाढी ठुलो बाढी आएको छ। अहिलेसम्मको भीषण बाढी, त्रिशुली खोलाको सबैभन्दा भीषण बाढी, आजसम्मको इतिहासकै सबैभन्दा भीषण बाढी आएको छ। कृपया सबैजना भागिदिनु होला। एकदमै दुःख लाग्दो घटना भएको छ। रोडमा पुग्यो यार, माथि यार, छिटो भाग। त्यो बाउन्ड नभएन बुझेको मिसिने लग्यो। पाइप सब भत्क्यो यार। त्यो माथिको बाटोमा पुग्यो। मिसिने नै हामी पोलेर गयो। बाप रे, खाल्डे त जम्मै बगायो के हो यार। आमा राम राम राम, कति मान्छे लयो हे प्रभु। बाप रे, त्यो त जम्मै गयो यार। सयौं हजारौं मान्छे मरे आएको छ यहाँ त। हजारौं लाखौं मर्छन् मान्छे त। हजारौं मान्छे मरेर लाग्यो त जम्मै। सबै लगेर पहिलेपछि जम्मै गयो मान्छेहरू। तलसम्म गयो, चितवनसम्म सबै गएको छ मान्छे। कहाँ भाग्न पाउँछ यार। कहाँ तालपुटी सिधो के भयो के भयो। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोसीमा मिसिएसँगै रसुवा र नुवाकोटको चाहिँ धेरै क्षेत्रमा बाढीले ठुलो भौतिक क्षति गरेको छ र यो पछिल्लो 50 वर्षभन्दा पछाडिको धेरै ठुलो बाढी आएको छ नेपालमा र यो बाढीले मानवीय क्षति पनि ठुलो गरेको आशंका गरिएको छ। पूर्व सूचना कम हुँदाखेरि र त्रिशुली नदी र भोटेकोसी नदीको तटमा रहेका धेरै बजारहरू तल बेत्रावतीसम्म आइपुग्दाखेरि नुवाकोटको बेत्रावती आइपुग्दासम्म धेरै बजारहरू, घरहरू, सवारी साधनहरू बगाएको छ, सडकहरू बगाएको छ, पुलहरू त्यसैगरी बगाएको छ। तपाईहरु देख्न सक्नुहुन्छ दृश्यमा यो बाढीको। हामीले स्थानीयहरूले विभिन्न
व्यक्तिहरूले चाहिँ सामाजिक सञ्जालमा गरेको लाइभ राखेको भिडियो हामीले चाहिँ यहाँ कम्पाइल गरेर यहाँ प्रस्तुत गरेका छौँ र यो पछिल्लो आधा दशक यताको धेरै नै ठुलो बाढी यो चाहिँ लेहेन्दे खोला मार्फत भोटेकोसीमा मिसिँदै यो त्रिशुली हुँदै आएको छ र यो रसुवामा बाढी ठुलो आयो भन्दै त्रिशुली नै आइपुगेर चाहिँ यसले त्रिशुलीबाट तल पनि धेरै पुलहरू बगाइसकेको छ र नदी किनारका घरहरू समेत बगाइसकेको छ। योभन्दा तलका स्थानीयहरूले चाहिँ सजगता अपनाएर आफूले सुरक्षित ठाउँतर्फ लाग्नुपर्ने देखिन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ दृश्यमा निकै भयानक ढङ्गले बाढी अगाडि बढिरहेको छ। पानी जोड परेर छ माथि ल तालसाल फुटे हो के पुरै भरेर धुवा छुटेर आएको चौकी सौकी सब बगिसक्यो। हेलो 连进去就个俺们哦，就讲的经济现在这儿来地方多进修。 बाप रे खाल्टो त जम्मै बगायो के हो यार आमा राम 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 कति मान्छे लयो लयो हे प्रभु बाप रे त्यो त जम्मै गयो यार सयौं हजारौं मान्छे मरे आएको छ यहाँ त हजारौं लाखौं मर्छन् मान्छे त हजारौं मान्छे मर्यो होला त्यो त सबै लगेर पहिलेपछि जम्मै गयो मान्छेहरू तलसम्म गयो चितवन सबै गएको कहाँ भाग्न पाउँछ यार कहाँ ताल फुट्यो सिस्टर के भयो के भयो विगत खबर लिएर आएको छु लेहेन्दे खोलाको पहिरोले गर्दा बाँध फुटेको कारणले गर्दा अहिले हाम्रो त्रिशुली बजारको पुल पुरानो बस्ती पुल पाउरो सबै गएको अवस्था छ। अहिले तपाईँ देख्न सक्नुहुन्छ यस्तो दुःखद खबर छ अहिले तल आसपासमा बस्नेका मान्छेहरू पनि कृपया सजगता रहनु गर्छु। अहिले नुवाकोट जिल्ला रसुवा र धादिङ जिल्ला आसपासमा विद्युत कुनै पनि छैन। अहिले ठुलो बाढी आएको अवस्थामा त्रिशुली जानु बित्तिकै नुवाकोट राम 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 हरे राम राम
अरे राम 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 भर्खर आउँदै हो नि भर्खर आउँदै गरेर करायो अनि हामी दौडेर हेरेर आएको यस्तो भइसक्यो तिर्सुली पुगेकै छैन हेर्नु तिर्सुली पुगेको छैन तिर्सुली पुगेकै छैन कोही मान्छे छ भने भाग्न लगाउनु है भाग्न लगाउनु तपाईको सूचनाको साथी दैनिकी.com। माथि रोडमा पुगेर माथि यार छिटो भाग त्यो बाउन्ड नभागेन बुझेको मिसिने लैदियो यार पायो सब भत्क्यो यार त्यो माथिको बाटोमा पुग्यो मिसिने नै हेर्नुहोस् बोलेर गयो देखि पृथ्वीराजमा जोड्ने पुल पनि बगेको छ जोड्नको लागि मद्दत पुर्याइरहेको यो लाइफलाइन बगाएको छ झरेको पुलको यस्तो पुरै पुरै सिँगै हेर्नु पनि लग्यो सबै लग्यो पुल झरेको पुल आएर हानेर यहाँको पनि लग्यो तल रामचन्द्र दाइको त्रिशुली बजार केही छैन त्रिशुली स्कुल पनि छैन सबै सिधेको अवस्था यहाँ यस्तो हुँदा कति बजेको थियो होला 9:15 बजीतिर होला
सामान हो त्यस्तै होला त्यस्तै होला न्युज आएको त्यही बेला हो मान्छे पनि गाडी पनि हिँडिरहेको छ होला है पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ ओहो पुरा ड्याम फुटेर आयो यार पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ आमामामामामा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो ल त्रिशुली बजारै गयो यार ल गयो यार ओ एकछिन यता आऊ यता आमामामा यार बजारै गयो यार यहाँ नबसौँ ल अलि टाढा बसौँ टाढा यो पुरै ल घरहरू जम्मै गयो ल घरहरू जम्मै गयो यो पुरै आमामा ड्याम यार